हेलो एभ्रिवान, हामी आइसकेका छौँ सिरहा र धनुषा जोड्ने कमला नदीमा बन्दै गरेको पुल, जुन हाम्रो मधेसको लाइफलाइन भन्ने हुलाकी राजमार्ग। म अनि मेरो साथी मिस्टर लाल बाबु, हेलो, हामी आज तपाईलाई देखाउने छौँ यहाँ सिरहाबाट पास गर्दै कमलामा अहिले जुन होम पाइप हाली बनाएको छ ऊ हेर्नुस् कति कष्टकर छ, कति धुलो धुवा उड्दैछ। यसलाई पास गर्दै जनकपुरसम्म जाने बाटो आज हामी आफ्नो बसन्ती एफजेडमा तपाईलाई जनकपुरसम्म बाटो देखाउनेछौँ। हामीसँग कन्टिन्यू बस्नु होला। यो तपाईको कमला नदी हेर्नुस् कति फैलिएको छ, कति धेरै भागमा। यही पुला हो जुन बनेर पनि टुटिसकेको छ। हेर्नुस् अहिले जुन जेनजीको सरकारले एउटा जेसीबी ल्याएछ, चुनावले गर्दा होला कस्तो भएछ अवस्था। मध्य प्रदेशको लाइफलाइन भन्ने आजभोलि सबै भोट माग्न आउँछ मधेसमा, तर खै हेरौँ कहिलेसम्म यो निर्माण हुन्छ। हाम्रो मन्त्री कुलमान घिसिङज्यू आउनु भएको थियो, 3 महिनामा बन्छ, चैतसम्म सञ्चालन हुन्छ भनेर भन्नुभएको छ। अब खै हेरौँ चैतसम्म सञ्चालन हुन्छ कि हुँदैन। हाम्रो सिरहा र धनुषाको जोड्ने मध्य प्रदेशको राजधानी जनकपुरलाई जोड्ने यो मुख्य राजमार्ग भएकोले अलिकति चाँडै बन्नुपर्ने अवस्था लाग्छ। हेर्नु त कति कष्टकर छ, कति धुलो धुवा उडिरहेको छ। हेर्नुस् त, धुलै धुलो, पुरै धुलै धुलो। हामी तपाईलाई कन्टिन्यू देखाउनेछौँ, हामीसँग कन्टिन्यू लाग्नु होला। ल यही थियो हामीसँग बोल्ने मित्र रामकरणज्यू, प्राविधिक मित्र रामकरणज्यू, जुन उहाँले तपाईलाई यो पुलाको बारे र मध्य प्रदेशको राजधानी जोड्ने हुलाकी राजमार्गको बारेमा भन्दै तपाईलाई यो बारेमा कस्तो लाग्यो देखाउने कार्यक्रम यस्तै चलिरहन्छ। हामीलाई पनि ढिलो हुन्छ। ल आज हामी जनकपुरसम्म जानेछौँ कन्टिन्यू। ल अब हामी कन्टिन्यू जनकपुरसम्म जानेछौँ। हाम्रो बसन्ती विथ बाइक। आउनुहोस्, कति धुलो उडिरहेको छ। देशलाई जोड्ने, देशको राजधानी जोड्ने सिरहा र धनुषाको मुख्य लाइफलाइन भन्ने सडक हुलाकी राजमार्ग, कति दुःखद अवस्था छ। एकदम बिस्तारै चलाउनु होला, बाटो एकदम खराब छ यहाँको अवस्था। ग्राभल नै रहेको छ, अवस्था चाहिँ अहिले बन्दै गरेको छ बाटो। खै हेरौँ कति सालसम्म बन्छ। सरकार आयो कि बनाउँछ कि बनाउँदैन थाहा भएन। हामी बालेनको समर्थक हौँ। बालेनको सरकार आयो भने गर्छ कि गर्दैन हेरौँ। कतिको दुःख भोग्नेछ मधेसको जनताले अझै। यो पनि त्यस्तै छ, टुटेको भत्केको। यो एउटा सानो चोक हाम्रो यहाँबाट कमला नगरपालिका सुरु हुँदैछ। ल यहाँबाट नगरपालिका सुरु हुँदै हो। हामी आफ्नो राजधानी मधेसको राजधानी जनकपुर जाँदै हेर्नुहोस्। तपाईँहरू त्यहाँ कन्टिन्यू लागिरहनु होला। तपाईँलाई सिरहाको कमलादेखि सिरहा र धनुषाको कमला जोड्ने यसको राजधानी जनकपुरसम्म पुर्याउनेछौँ। बाटो ठ्याक्कै मधेसको राजधानी जनकपुरमै गएर सक्नेछ। ल हामीले साँझ हुँदै हामीहरू आफ्ना घरतिर फर्काइँदै
हामी लगमा बजार हुँदै हेर्नुस् एकदम भिडभाडको साथै हामी जाँदै लगमा बजार। चोक मन्दिरको सानो बजार पुरा गर्दै हामी 3 कोरियामा पुग्दै हेर्नुस्। आज छुट जाई गाइज हामी लगमा के अरे माछी लगमा भन्दा लगभग 10-15 किलोमिटर पश्चिम आइसकेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ निकै व्यस्त रोड रहेको छ। यहाँ खेतीपाती प्रशस्त भएको छ। तपाईँलाई आज म जनकपुरसम्मको यात्रा देखाउने छु। सिराहा र धनुषा जोड्ने मधेसको लाइफलाइन भन्ने हुलाकी राजमार्गमा यहाँ हेर्न सक्नुहुन्छ कि ठुलो यो चिमनी चलिरहेछ। तपाईँको इँटा भेटाको अहिले पाक्दै गरेको इँटाहरू बन्दै गरेको। तपाईँले चारैतिर हेर्नुहुन्छ अहिले खेती नै खेती छ। लगभग यहाँबाट जति आकाशले भ्याउँछ त्यहाँसम्म खेती नै खेती छ। घरको एउटा पनि नामो निशान छैन। हामीसँग कन्टिन्यू लाग्ने होला। हामी तपाईँलाई सिराहादेखि धनुषा जोड्ने हुलाकी राजमार्गमा जनकपुरसम्म कसरी यात्रा गर्न सक्नुहुन्छ सहज। तपाईँलाई म्यापको आवश्यकता नपरिकनै यो बाटो हेर्नुहुन्छ कति व्यस्त छ। तपाईँलाई देखाउने छु। ल हवस् त हामी अगाडि बढ्नेछौँ। अब अँध्यारो हुन लागेछ। हामी अब जाँदैछौँ फेरि। मेरो क्यामेराम्यान साथी मिस्टर लाल बाबु अनि म तपाईँलाई थाहै होला। ल बन्दै गर्नु होला हामीसँग। साथीहरू हामी 3 कोरिया आउँदै 3 कोरियाको चोकमा यस्तै हो खालो खुल्लो बाटो बेले हो भन्ने हाम्रो पर्छ 3 कोरिया दशहरातिर जाने यता बाटो यो जनकपुर जाने बाटो सिधा जनकपुर। यहाँ काङ्ग्रेसको झन्डा माथि उचाल्दै तलबाट छिर्दै घन्टी छाबाट पनि छिर्दै हामी जनकपुर जाँदै हो। साथीहरूलाई यहाँको लागि बाई फेरि अर्को ठाउँमा फेरि भेट्यो होला। सानो तिनो पुल्ला पार गर्दै हेर्न सक्नुहुन्छ तपाईँहरू। सिन्धुली चाहिँ बाटो भयो कालो ओह्रालो पर्दै हामी ओरीमा सक्नुहुन्छ तपाईँहरू। ओरी पार गर्दै अर्को गाउँतिर लाग्दै हो। ओरीको मन्दिर पुरा सेतो सेतो मन्दिर, सेतो सेतो माता रानी।
यस्तो घुमाउरो र बाटोहरूमा गाउँघरहरू छिर्दै बच्चा रोडमा कुद्दै हेर्नुहोस् यस्तो कस्तो यो अब हेर्न सक्नुहुन्छ यो ओरी गाउँ सक्दै प्राय ओरी यो ओरीको यो दिवार बाबा पारवाय फोकसै खाँदो गोरी गाउँपालिका हो यो कति ठुलो विशाल भवन निर्माण गर्दै साँझ पर्खदै साँझ हुँदै हामी आफ्नो घर छिर्दै यो देउरी बजार हेर्नुहोस् यो हेर्नुहोस् भोलि गाउँमा तपाईँहरूलाई स्वागत छ यो महुवा गाउँ यस गाउँमा महुवा पाइन्छ महुवाको रक्सी पनि प्रशस्त पाइन्छ